यदि तपाईँ फेसबुक एड रन गर्दै हुनुहुन्छ तर कुन मेट्रिक्सले तपाईँको रोआस इफेक्ट पारिरहेको छ भनेर स्योर हुनुहुन्न भन्ने यो भिडियो तपाईँहरूको लागि हो। मोस्ट अफ दि एडभर्टाइजरले धेरै मेट्रिक्स ट्र्याक गर्छन् तर एक्चुअल के काम गरिरहेको छ, बजेट कता वेस्ट भइरहेको छ र के इम्प्रुभ गर्नुपर्छ भनेर बुझ्दैनन्। यो भिडियोमा म तपाईँलाई रोआस इम्प्रुभ गर्न ट्र्याक गर्नै पर्ने टप 10 फेसबुक एड मेट्रिक्सको बारेमा कुरा गर्न जाँदैछु। फर्स्टली चाहिँ मेट्रिक्सलाई मैले दुईटा क्याटेगोरीमा डिभाइड गरेको छु। एउटा प्राइमेरी केपिआइज र अर्को सेकेन्डरी केपिआइज। प्राइमेरी केपिआइजले चाहिँ के वर्क गरिरहेछ, कुन एड्स वर्क गरिरहेछ भनेर भन्छ भने सेकेन्डरी केपिआईले चाहिँ किन वर्क गरिरहेछ भनेर भन्छ है। र फर्स्टली चाहिँ हामी प्राइमेरी केपिआइजमा जान्छौँ र फर्स्ट मेट्रिक्स चाहिँ छ ट्र्याक गर्नुपर्ने रिजल्ट्स है। हामीले रिजल्ट्स ट्र्याक गर्नुपर्ने हुन्छ। हजुरहरूले कुन क्याम्पेन रन रहनु भइरहेछ त्यो क्याम्पेनमा डिपेन्ड्स हुन्छ। यदि हजुरहरूले सेल्स क्याम्पेन गर्नु भइरहेछ र सेल्स क्याम्पेनमा पर्चेजमा अप्टिमाइज गर्नु भएको छ भने हजुरहरूले पर्चेज हेर्नुपर्ने हुन्छ। जुन एड्समा चाहिँ हाइएस्ट नम्बर अफ रिजल्ट पर्चेज रिजल्ट आइरहेछ त्यो एड्सलाई चाहिँ हजुरहरूले विनर एड्स हो भनेर मान्न सक्नुहुन्छ है फर्स्ट केसमा है। र त्यसपछि हजुरले सेकेन्ड मेट्रिक्स ट्र्याक गर्नुपर्ने हुन्छ कस्ट पर रिजल्ट है त। र कस्ट पर रिजल्ट चाहिँ जति कम आयो त्यति नै राम्रो हुन्छ। थर्ड मेट्रिक्समा चाहिँ छ रिटर्न अन एड स्पेन्ड रोआस है। यसको फर्मुला चाहिँ छ टोटल रेभेन्यू डिभाइडेड बाई टोटल एड स्पेन्ड है। मेटाले चाहिँ कसरी मेजर गर्छ भन्दाखेरि हजुरले $1 स्पेन्ड गर्दाखेरि कति डलर चाहिँ रेभेन्यू जेनेरेट गर्नु भइरहेको छ भनेर ट्र्याक गर्छ है। यसरी चाहिँ हजुरहरूको रोआस ट्र्याक गर्ने गर्छ। फर एक्जाम्पलको लागि हामीले कुनै फिजिकल प्रोडक्ट्स सेल गरिरहेछौँ भने त्यो फिजिकल प्रोडक्ट्सको ब्रेक इभन पोइन्टमा पुग्नको लागि चाहिँ हामीले रोआस 2 लिनुपर्ने हुन्छ है। एटलिस्ट न प्रफिट न लसको स्टेजमा पुग्ने हो भने चाहिँ हामीले रोआस 2 लिनुपर्ने हुन्छ। यदि त्योभन्दा कम आउँछ भने हामी प्रफिटेबल हुँदैनौँ। यदि त्योभन्दा माथि रोआस आउँछ भने हामी प्रफिटेबल हुन्छौँ। हो यसरी हजुरहरूले रोआसको मेट्रिक्सले पनि ट्र्याक गर्न सक्नुहुन्छ कुन एड्स चाहिँ विनर एड्स हो, कुन एड्स चाहिँ लुजर एड्स हो भनेर ट्र्याक गर्न सक्नुहुन्छ र हजुरहरूले फाइन्ड आउट गर्न सक्नुहुन्छ कुन एड्स चाहिँ वर्क गरिरहेछ है भनेर। र यो रिटर्न अन एड्स स्पेन्ड ट्र्याक गर्दाखेरि हजुरहरूले की क्वेसन चाहिँ के सोध्नु पर्छ भन्दाखेरि इज द क्याम्पेन जेनेरेटिङ इनफ रेभेन्यू टु रिमेन प्रफिटेबल। र अब हामी जान्छौँ सेकेन्डरी केपिआइजमा है। सेकेन्डरी केपिआइजमा चाहिँ मैले फोर्थमा चाहिँ राखेको छु सिपिएम कस्ट पर 1000 इम्प्रेसन है। यो चाहिँ मेट्रिक्स चाहिँ कसरी बुझ्ने भन्दाखेरि हजुरले 1000 चोटि युजर्सलाई देखाउँदाखेरि मेटामा कति अमाउन्ट चाहिँ पे गर्नु भइरहेछ त मेटालाई भनेर यो मेट्रिक्सले भन्छ है। र सिपिएम ट्र्याक गर्दाखेरि चाहिँ हजुरहरूले के माइन्डमा राख्नुपर्छ भन्दाखेरि डज फेसबुक लाइक माई एड्स। यदि हजुरको एड्स चाहिँ फेसबुकले मन पराएको छ भने हजुरलाई लो सिपिएम दिन्छ है त रिवार्डमा। यदि हजुरको एड्स चाहिँ फेसबुकले मन पराएको छैन, केही सस्पिसियस टाइपको फाइन्ड आउट गरिरहेछ भने चाहिँ हजुरको सिपिएम चाहिँ हाई आउने धेरै नै चान्सेस हुन्छ है। र अर्को रिजन चाहिँ के हुनसक्छ भन्दाखेरि यदि हजुरको सिपिएम चाहिँ हाई आइरहेछ भन्दाखेरि चाहिँ एउटा चाहिँ कम्पिटेटिभ अडियन्स भएको ठाउँमा चाहिँ हजुरले टार्गेटिङ गरिरहनु भइरहेछ भनेर बुझ्नुपर्ने हुन्छ। र सेकेन्डली चाहिँ छ एक्सपेन्सिभ कन्ट्री वा इन्डस्ट्री सेक्टरमा चाहिँ हजुरले टार्गेटिङ गरिरहनु भइरहेछ, त्यही भएर हजुरको सिपिएम हाई आउने धेरै नै हाई चान्सेस हुन्छ। र थर्ड रिजन चाहिँ के हुनसक्छ भन्दाखेरि न्यारो टार्गेटिङ। यदि हजुरले न्यारो टार्गेटिङ गर्नु भएको छ भनेपछि हजुरको सिपिएम हाई आउँछ। र अर्को छ पोर एड क्वालिटी। यदि हजुरको एड क्वालिटी चाहिँ पोर छ भने मेटाले अटोमेटिकली नै हजुरको सिपिएम हाई राख्छ। को रिजन चाहिँ छ लिमिटेड प्लेसमेन्ट। यदि हजुरहरूले म्यानुअल प्लेसमेन्टमा सेट गरेर लिमिटेड प्लेसमेन्टमा सेट एड रन गरिरहनु भइरहेछ भने हाई सिपिएम आउने हाई चान्सेस हुन्छ। र अर्को छ अक्सन कम्पिटिसन। यदि हजुरहरूले टार्गेट गर्नुभएको अडियन्सलाई अरू एडभर्टाइजरले पनि
टार्गेट गरिरहेछ भनेपछि हजुरको अक्सनमा जान्छ। अक्सनमा जाँदाखेरि चाहिँ त्यो प्रोसेसले गर्दाखेरि चाहिँ हजुरको हाई सिपिएम आउँछ है। र हजुरहरूले सिपिएम मेट्रिक्स ट्र्याक गर्दाखेरि चाहिँ के क्वेसन गर्नुपर्छ भन्दाखेरि हाउ एक्सपेन्सिभ इज इट, 1000 चोटि युजर्सलाई देखाउँदाखेरि चाहिँ कति चाहिँ पे गर्नु परिरहेछ भनेर ट्र्याक गर्नुपर्ने हुन्छ है। र फिफ्थ मेट्रिक्समा चाहिँ छ सिटिआर, लिङ्क क्लिक थ्रु रेट है। लिङ्क क्लिक थ्रु रेट भनेको चाहिँ हजुरहरूको एज देखेपछि कतिजनाले चाहिँ लिङ्कमा क्लिक गरेर जानु भइरहेछ भनेर त्यो ट्र्याक गर्नेको एउटा रेट हो है। र यो सिटिआर ट्र्याक गर्दाखेरि चाहिँ हजुरहरूले के माइन्डमा राख्नुपर्छ भन्दाखेरि डु युजर लाइक माई एड्स, हजुरको एड्स युजरले मन पराइरहेछ कि छैन, अडियन्ससँग रेजोनेट भइरहेको छ कि छैन। यदि हजुरको एड्स युजरसँग रेजोनेट भइरहेछ, युजरले मन पराइरहेछ भने हजुरको सिटिआर हाई आउँछ है। र यदि हजुरको एड्स चाहिँ रेजोनेट भइरहेको छैन, युजरहरूले मन पराइरहेको छैन भने चाहिँ हजुरको सिटिआर लो आउँछ। र सिटिआर लो आउँदाखेरि चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि हजुरको एड क्रिएटिभ र एड कपी चाहिँ रेजोनेट भइरहेको छैन, त्यति राम्ररी पर्फर्म गरेको छैन हजुरको आइडल अडियन्ससँग है। पोटेन्सियल कस्टमर युजर्सहरूसँग चाहिँ हजुरको एड क्रिएटिभ र एड कपीहरू त्यति रेजोनेट गरेको छैन, त्यसलाई इम्प्रुभ गर्नुपर्ने छ भनेर बुझ्नुपर्ने हुन्छ है सिटिआर इम्प्रुभ गर्नको लागि। र अर्को रिजन हुनसक्छ नो रिजन्स टु क्लिक, यदि हजुरहरूले एड रन गर्नु भइरहेछ भने केही रिजन दिनु भएको छैन भने त्यो लिङ्कमा क्लिक गर्नको लागि, त्यसले गर्दाखेरि पनि सिटिआर लो आउँछ है। र अर्को छ नो क्ल्यारिटी अन वाट यु सेल, यदि हजुरहरूले एड रन गर्नु भइरहेछ र कुन प्रोडक्ट वा कुन सर्भिस सेल गरिरहनु भइरहेछ भनेर युजरलाई क्ल्यारिटी भन भने सिटिआर लो आउँछ। र अर्को रिजन चाहिँ नो क्लियर कल टु एक्सन, अब यसपछि के स्टेप लिने, के गर्ने, कुन ठाउँमा जाने भनेर हजुरहरूले क्लियरली एड्समा भन्नु भएको छैन भने त्यसले गर्दाखेरि पनि हजुरहरूको सिटिआर कम आउँछ है। र सिक्स मेट्रिक्समा चाहिँ छ कस्ट पर लिङ्क क्लिक, सिपिसी है। सिपिसी भन्नाले हजुरहरूले एउटा लिङ्क क्लिक लिनलाई चाहिँ कति अमाउन्ट पे गर्नु भइरहेछ भनेर भन्छ है। र यो सिपिसी चाहिँ डाइरेक्टली इन्फ्लुएन्स बाई सिपिएम र सिटिआर है। वेन सिपिएम रिमेन्स स्टेबल, यदि हजुरहरूको सिपिएम चाहिँ स्टेबल छ बट सिटिआर इम्प्रुभ, यदि हजुरहरूको सिटिआर चाहिँ इन्क्रिज भयो अरे है, केही हजुरहरूले इटिरेसन गरेर वा एड्स इम्प्रुभ गरेर सिटिआर इम्प्रुभ गर्नुभयो भने चाहिँ हजुरको सिपिएम चाहिँ नर्मली डिक्रिज हुन्छ है। अर्को सिपिसी हाई आएको छ भने हजुरहरूले के बुझ्नुपर्छ भन्दाखेरि द इम्प्रेसन आर एक्सपेन्सिभ, हजुरहरूको सिपिएम हाई छ भनेर बुझ्नुपर्ने हुन्छ। र अर्को रिजन चाहिँ छ एड क्रिएटिभ इज नट अट्र्याक्टिङ इनफ क्लिक्स है, हजुरको एड क्रिएटिभले त्यति राम्ररी अट्र्याक्ट गरेको छैन क्लिक्स गर्नको लागि, इनफ क्लिक्स लिन सकिरहेको छैन भनेर बुझ्नुपर्ने हुन्छ। र अर्को रिजन चाहिँ छ अडियन्स डज नट अन्डरस्ट्यान्ड द अफर है, हजुरले के सेल्स गरिरहनु भइरहेछ, के अफर दिनु भइरहेछ क्लियर छैन भने त्यसले गर्दाखेरि पनि हजुरको सिपिसी हाई आउँछ है। र लास्टमा चाहिँ छ कल टु एक्सन इज विक, यदि हजुरहरूको कल टु एक्सन विक छ, क्लियर छैन, अनक्लियर छ, यसपछि के स्टेप लिने क्लियर छैन भने हजुरहरूको कस्ट पर लिङ्क क्लिक्स पनि हाई आउँछ है। र सेभेन्थ मेट्रिक्स चाहिँ छ ल्यान्डिङ पेज भ्यू रेट है। ल्यान्डिङ पेज भ्यू रेट भन्नाले के बुझ्नुपर्छ भन्दाखेरि यदि हजुरहरूले मेटा प्लेटफर्मबाट ट्राफिक पठाइरहनु भइरहेछ र हजुरहरूले मेटाबाट ट्राफिक पठाउँदाखेरि कतिजनाले चाहिँ हजुरहरूको ल्यान्डिङ पेज भ्यू गरिरहनु भइरहेछ, त्यसको रेट हो है। मेटाले चाहिँ कसरी ल्यान्डिङ पेज भ्यू डिफाइन गर्छ भन्दाखेरि कुनै पनि भिजिटर लिङ्क्स क्लिक गरेर कुनै डेस्टिनेसन वा ल्यान्डिङ पेजमा भिजिट गर्दाखेरि सक्सेसफुली त्यो वेबसाइट वा ल्यान्डिङ पेज सक्सेसफुली लोड भयो भने त्यो चाहिँ ल्यान्डिङ पेज भ्यू भनेर काउन्ट गर्छ है। लिङ्क क्लिक्स र ल्यान्डिङ पेज भ्यू चाहिँ सिग्निफिकेन्टली डिफरेन्सेस छ भने हजुरहरूले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि हजुरहरूको वेबसाइट स्पिड स्लो हुनसक्छ, पोर मोबाइल एक्सपिरियन्स, हजुरहरूको ल्यान्डिङ पेजमा मोबाइल फ्रेन्डली ल्यान्डिङ पेज छैन भनेर बुझ्नुपर्ने हुन्छ है। र थर्ड रिजन चाहिँ के हुनसक्छ भन्दाखेरि एक्सिडेन्टल क्लिक्स पनि हुनसक्छ है। अर्को
अर्को रिजन पनि रिडाइरेक्ट प्रब्लम। जस्तै फर एक्जाम्पलको लागि हजुरहरूको एड्समा अर्को लिङ्क छ तर त्यो लिङ्कमा क्लिक गर्दाखेरि चाहिँ रिडाइरेक्ट भएर अर्कै ल्यान्डिङ पेज वा अर्कै वेबसाइटमा रिडाइरेक्ट भइरहेछ भनेपछि त्यसले गर्दाखेरि पनि हजुरहरूको लिङ्क क्लिक्स र ल्यान्डिङ पेज भ्यू चाहिँ सिग्निफिकेन्टली डिफ्रेन्ट आउन सक्छ। र अर्को इस्यु ट्र्याकिङ इस्यु पनि हुनसक्छ। यदि हजुरहरूले ट्र्याकिङ राम्ररी सेटअप गर्नु भएको छैन भने लिङ्क क्लिक र ल्यान्डिङ पेज भ्यूमा पनि हजुरहरूले सिग्निफिकेन्ट डिफ्रेन्ट नम्बर्स फाइन्ड आउट गर्न सक्नुहुन्छ है। र यसमा चाहिँ छ वेबसाइट कन्भर्जन रेट। कन्भर्जन रेट मेजर्स हाउ इफेक्टिभली अ वेबसाइट टर्न्स भिजिटर इन्टु कस्टमर है। जस्तै हजुरहरूले 100वटा ट्राफिक पठाउँदाखेरि कतिजना चाहिँ ट्राफिक चाहिँ कस्टमरमा कन्भर्ट भइरहेछ, त्यो रेट हो क्या वेबसाइट कन्भर्जन रेट भनेको है। लो कन्भर्जन रेट छ भने हजुरहरूले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि हजुरहरूको ल्यान्डिङ पेजमा विक अफर छ, पोर ल्यान्डिङ पेज छ भन्नाले वेबसाइट वा ल्यान्डिङ पेज स्लो लोड भइरहेछ, मोबाइल फ्रेन्डली ल्यान्डिङ पेज छैन भनेर बुझ्नुपर्ने हुन्छ। ल्यान्डिङ पेजले चाहिँ ट्रस्ट बिल्डअप गर्न सकेको छैन भनेर बुझ्नुपर्ने हुन्छ। हाई प्राइस रेजिस्टेन्ट, हजुरहरूको कम्पिटिटरको कम्पेयरमा चाहिँ हजुरहरूको प्राइस चाहिँ हाई छ भनेर बुझ्नुपर्ने हुन्छ होइन। कम्प्लिकेटेड चेकआउट, यदि हजुरहरूको चेकआउट प्रोसेस चाहिँ सिम्पल छैन, कम्प्लिकेटेड छ भने त्यो स्टेजमा पनि गएर ड्रप भएको हुनसक्छ। त्यसले गर्दाखेरि चाहिँ लो वेबसाइट कन्भर्जन रेट आउँछ है। र अर्को छ स्लो वेबसाइट है। यदि हजुरहरूको वेबसाइट स्लो चलिरहेछ भने मान्छेहरू क्लिक गरेर वेबसाइट लोड नगरिकन है ड्रप आउट भएर बाहिर निस्किनुहुन्छ है। लास्टमा चाहिँ छ मिसम्याच बिट्विन द एड्स एन्ड ल्यान्डिङ पेज है। हजुरहरूले एड्समा छुट्टै प्रोडक्ट देखाउनु भइरहेछ, ल्यान्डिङ पेजमा छुट्टै प्रोडक्ट छ भने त्यसले गर्दाखेरि पनि वेबसाइट कन्भर्जन रेट घट्छ, लो कन्भर्जन रेट आउँछ है। र 9th चाहिँ छ फ्रिक्वेन्सी मेट्रिक्स है। यो मेट्रिक्सले चाहिँ के भन्छ भन्दाखेरि हजुरले चाहिँ एभरेज नम्बर अफ टाइम्स कतिचोटि चाहिँ हजुरले एड्स देखाउनु भइरहेछ युजरलाई भनेर बुझाउँछ है। र वेन फ्रिक्वेन्सी राइजेस सिटिआर फल्स एन्ड कस्ट पर रिजल्ट इन्क्रिजेज है। हजुरहरूले के बुझ्नुपर्छ भन्दाखेरि जब फ्रिक्वेन्सी राइज हुन्छ हजुरहरूको 3बाट 4मा जान्छ त्यतिखेर चाहिँ हजुरहरूको सिटिआर पनि कम हुँदै जान्छ, कस्ट पर रिजल्ट इन्क्रिज हुन्छ होइन। अनि अर्को के इन्डिकेसन गर्छ भन्दाखेरि चाहिँ हजुरहरूको अडियन्स स्याचुरेसन हुँदैछ वा क्रिएटिभ फटिक हुँदैछ, क्रिएटिभ रिफ्रेस गर्ने बेला आयो भनेर बुझ्नुपर्ने हुन्छ है। र 10th चाहिँ छ एभरेज अर्डर भ्यालु। एभरेज अर्डर भ्यालु भन्नाले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ हजुरहरूको पर्चेज हुँदाखेरि चाहिँ एभरेजमा अन एन एभरेजमा एउटा कस्टमरले चाहिँ कति अमाउन्ट चाहिँ स्पेन्ड गर्नुहुन्छ, यति अमाउन्टको चाहिँ पर्चेज गर्नुहुन्छ भनेको मेट्रिक्स हो है। यसको फर्मुला चाहिँ छ टोटल पर्चेज भ्यालु डिभाइडेड बाई नम्बर अफ पर्चेज है। र हजुरहरूले के बुझ्नुपर्छ भन्दाखेरि जति हजुरहरूको एभरेज अर्डर भ्यालु हाई हुन्छ त्यति नै हजुरहरूको बिजनेसले चाहिँ अफोर्ड गर्न सक्छ, त्यति नै हाई कस्ट चाहिँ अफोर्ड गर्न सक्छ कस्टमर एक्वायर गर्नको लागि है। र एभरेज अर्डर भ्यालु चाहिँ कसरी इन्क्रिज गर्न सकिन्छ भन्दाखेरि चाहिँ हामीले प्रोडक्ट्सहरूको चाहिँ बन्डल्स बनाउने, क्वान्टिटी डिस्काउन्ट दिने। फर एक्जाम्पलको लागि एउटा प्रोडक्ट 10 रुपियाँ पर्छ भने दुईवटा प्रोडक्ट किन्नुभयो भने चाहिँ हजुरहरूले 15 रुपियाँमा पाउनुहुन्छ है भनेर हजुरहरूले यसरी चाहिँ क्वान्टिटी डिस्काउन्ट दिनुभयो भने यसले गर्दाखेरि पनि एभरेज अर्डर भ्यालु बढ्छ। अपसेल गर्ने होइन, कुनै सस्तो सामान सस्तो प्राइसमा बेच्नु भइरहेछ भने त्योभन्दा अलिकति एक्सपेन्सिभ अलिकति हायर अमाउन्ट भएको प्रोडक्टहरू अपसेल गर्ने, क्रस सेल गर्ने। जस्तै कुनै मान्छेले टाई किनिरहेछ भने त्यो टाईसँग म्याच हुने सर्टहरू हो यसरी गरेर क्रस सेल स्ट्राटेजी लगाउन सक्नुहुन्छ होइन। र अर्को फ्री सिपिङ थ्रेसहोल्ड, यति अमाउन्ट चाहिँ स्पेन्ड गर्नुभयो भने चाहिँ हजुरहरूले फ्री सिपिङ पाउनुहुन्छ है भनेर हो यसरी स्ट्राटेजी युज गर्नुभयो भने चाहिँ हजुरहरूले एभरेज अर्डर भ्यालु इन्क्रिज गर्न सक्नुहुन्छ। सो यति नै थियो आजको भिडियो। यदि हजुरहरूलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने हजुरहरूले प्लिज डु लाइक, सेयर, सब्सक्राइब। म हजुरहरूलाई यस्तै टाइपको भिडियो फ्युचरमा लिएर आउँछु। थ्याङ्क यू।